र हेलो गुड मर्निङ। आज चाहिँ विशेष गरेर म तपाईँहरूलाई एक दुईवटा टिप्स बताउन चाहन्छु कि म भर्खरै मात्रै एकजना भाइको नर्सरीमा गएको थिएँ र अहिले हाम्रो विशेष गरेर हाम्रो फुलकै काम गर्ने दाजुभाइहरूले धेरै नै एन्थोनियम अनलाइन मगाउँछ। तर अनलाइन मगाएर चाहिँ अब उहाँहरूले चाहिँ त्यसको चाहिँ राम्रो प्रोपर केयर, किनभने अनलाइन मगाउँदाखेरि एक त ट्रान्जिट ड्यामेज हुने डर हुन्छ र अर्को चाहिँ त्यो उनीहरूले जसले सेलरहरू छ उनीहरूले एकदमै इन्टेन्सिभ केयर गरेर राखेको हुन्छ त्यो प्लान्टहरू। र यहाँ लिएर आउँदाखेरि चाहिँ हाम्रोहरूले चाहिँ अब जस्ट एउटा विशेष गरेर चाहिँ ध्यान दिनुपर्ने कुरा चाहिँ के थियो भने पटिङ मिक्समा। र पटिङ मिक्समा चाहिँ हाम्रोहरूले चाहिँ मैले देखेको धेरैजनाले धेरैजनाले खालि पत्ताको लिप मल मात्रै हालेर त्यस्तो प्रकारले चाहिँ रोपेको देखेँ। र त्यसले गर्दाखेरि के हुन्छ भन्दाखेरि लिप मल मात्रै हाल्यो भने चाहिँ लिप मल ड्राई भयो भने एकदमै ड्राई हुन्छ, फेरि पानी हाल्यो भने चाहिँ पुरै जामिन्छ पानी गरेर चाहिँ। अन्त विशेष गरेर त्यो नयाँ ल्याएको प्लान्टलाई त्यो लिप मल हालेर रोप्दाखेरि चाहिँ विशेष गरेर प्लान्ट मर्नुको लागि कारण चाहिँ के भन्छ, रुट रट भएर हो। अब हाम्रो भाषामा भन्यो भने कुमिन्छ। त्यसले गर्दाखेरि त्यो पहेँलो भएर मरेर जान्छ है। र दुई नम्बर कुरो चाहिँ ध्यान दिनुपर्ने कुरो चाहिँ के लाग्यो भन्दाखेरि चाहिँ लिएर आएपछि डाइरेक्ट घाममा हट हाउसभित्र राखेर डाइरेक्ट घाममा हालेर राख्छ। त्यसले गर्दाखेरि म तपाईँहरूलाई चाहिँ यो बताउँछु कि लिएर आएर चाहिँ, किनभने एन्थोनियमलाई चाहिँ जहिले पनि तपाईँको 70% अलि याद गर्नुहोस्, 70% 70% चाहिँ सेड चाहिन्छ, किनभने यसको नेचरल हेबिटेटमा चाहिँ त्यस्तै यो ठाउँमा भएको। र मैले एन्थोनियमको कुरा गर्दा विशेष फ्लावरिङ होइन, फोलियज एन्थोनियमहरूको कुरा गरेको, जुन चाहिँ पत्ता, किनभने यसको सो नै पत्ता हो, पातहरू नै हो। यसको पत्ता ड्यामेज भयो भने यसको भ्यालु नै फेरि घटेर जान्छ। र हाम्रो विशेष गरेर मैले देखेको हाम्रो दाजुभाइहरूले लोकल भन्दाखेरि बेसी अनलाइन मगाउने गर्छ। ठिकै छ, उहाँहरूको इच्छा हो है। महँगो दाममा एउटै दाम थुप्रो दाम हालेर अनलाइन मगाएर चाहिँ थुप्रो, मैले एक ठाउँ गएको थिएँ, मलाई माया लाग्यो, मारेको रहेछ। र यसरी नै हट हाउसमा राखेको रहेछ। हट हाउस चाहिँ कस्तो ओपन, अब तर हट हाउस बनाउँदाखेरि माथि तपाईँले हट हाउस त चाहिन्छ, तर यसरी हेर्नुहोस्, यो हट हाउस बनाएर चाहिँ त्यसलाई चाहिँ बिचबाट चाहिँ तपाईँले विशेष गरेर रूपले चाहिँ ब्ल्याक एग्रोनेट यसरी चाहिँ हालिदिनुपर्छ। किनभने यो ब्ल्याक एग्रोनेट हाल्दाखेरि चाहिँ तपाईँको के हुन्छ भन्दाखेरि चाहिँ अलिकति तपाईँको सेड भइहाल्छ र यो वार्म पनि छ र ह्युमिडिटी चाहिन्छ यसलाई विशेष गरेर, अनि टेम्परेचर विशेष गरेर। र त्यहाँ चाहिँ पुरा मैले देखेकोमा हट हाउसभित्र यसरी राख्दाखेरि चाहिँ अब हट हाउसमा डाइरेक्ट माथि घाम आउँदाखेरि गरम महिनामा हट हाउसको टेम्परेचर चाहिँ बढेर कबलाई चाहिँ 40-50सम्म पुग्छ। र एन्थोनियमलाई याद गर्नुहोस् तपाईँले, फोलियज एन्थोनियम जुन चाहिँ पत्ता भएको एन्थोनियम छ त्यसको त्यो एन्थोनियमलाई चाहिँ 18 डिग्री सेल्सियसदेखि है, तपाईँको 18 डिग्री सेल्सियसदेखि लिएर तपाईँको 32सम्म चाहिँ आइडियल हो। र यहाँसम्म मोटामोटी 40सम्म पनि केही हुँदैन। तर तपाईँको याद गर्नुहोस्, टेम्परेचर यसरी बढेर गएर चाहिँ यदि तपाईँको 40देखि लिएर अब 50, 40, 45, 48, 50 डिग्रीदेखि माथि गयो भने चाहिँ फेरि एन्थोनियम झारमचु मर्ने डर हुन्छ। त्यसले गर्दाखेरि यसलाई फेरि कुलिङ गर्ने एउटा प्रोसेस गर्नुपर्छ। र कुलिङ चाहिँ कसरी हुन्छ भने, जस्तो बेसी टेम्परेचर बेसी हाई भयो भने चाहिँ यहाँ यो जुन चाहिँ एग्रोनेटहरू छ यो राखेको छ त्यसमा पानी छम्किदिनुहोस्। पानी छम्किदिएर तपाईँले त्यसरी टेम्परेचर हेर्नुभयो भने टेम्परेचर बिस्तारोसँग स्लोली डाउन भएको हुन्छ। र मैले तपाईँहरूलाई आजको यसमा म त्यो एकजना भाइको नर्सरीमा गएको थिएँ र मेरोबाट पनि बिचारा भाइले किनेर लानु भएको थियो। सबै प्लान्ट त डाङडुङ मार्नु भएछ र कतिवटा पहेँलो पत्ता, एकदमै अनहेल्दी प्लान्ट। हेर्नुहोस्, मैले त यसपालि विन्टरमा यो मेरो
नयाँ हाइब्रिड स्याप्लिङ्स पनि एउटा पहेँलो पत्ता पनि भएन हेर्नुहोस्। र अझै तपाईँहरूलाई म कतिवटा यस्तो टिप्स, यदि तपाईँहरूले सोध्नु चाहनुहुन्छ भने पनि मसँग कन्सल्ट गरेर रिगार्डिङ मेरो एक्सपिरियन्स चाहिँ तपाईँहरूलाई सेयर गर्नु चाहन्छु। किनभने यो भ्यालुएबल प्लान्ट हो, फ्युचरमा यसको अलिकति स्कोप पनि छ, दाम पनि राम्रै पाउँछ। गर्नुहोस् तपाईँहरूले, तर अलिकति यसलाई चाहिँ अरू प्लान्ट भन्दा चाहिँ अलिकति यो फोलियस एन्थोनियमलाई चाहिँ अलिकति बेसी मात्रामा तपाईँको केयर चाहिन्छ।